हेलो गाइज नमस्ते गुड मर्निङ स्वागत छ निसन राईको भ्लगमा सबैजना सन्चै हुनुहुन्छ होला। अब म चाहिँ यहाँ बारी खन्न आइरहेको छु। यस्तै छ गाउँघरमा, अब बारी खन्नु परिहाल्यो होइन। त हाम्रो बारीहरू देख्न सक्नुहुन्छ यता माथितिर, हाम्रो माथितिर अनि यता माथितिर बारीहरू छ। यता चाहिँ पुच्छार बारी है, यो चाहिँ सबभन्दा पुच्छार बारी हो होइन। यता पातलेको रुखहरू देख्न सक्नुहुन्छ। म चाहिँ उहाँनिर भन्नुपर्ने हुन्छ ट्याक्कसँगले होइन। त्यति छ, अब चाहिँ सक्नु आँटेँ। आज चाहिँ लास्ट अब अलिकति रहिरहेछ थोरै, अब त्यति खनेर घर जानेछु। घर गएर चाहिँ म चाहिँ खाना खानेछु। खाना खाएर चाहिँ म के गर्छु अहिले एकछिनमा थाहा हुन्छ, तपाईँहरूलाई देखाउने छु। मकैहरू यता देख्न सक्नुहुन्छ, यत्रो छ हाम्रोतिर चाहिँ मकैहरू होइन। यो पनि हिजो अलिकति खनेर आएको थियो, अनि आज खनेर सकेर चाहिँ घर जानेछु। चरा चुरुङ्गीहरूका मजाले चिरबिचिर गर्दछ। त्यो चराको जिन्दगी पनि मौज छ हो। अब चाहिँ चराहरूलाई यतिखेर गुर्लाउने बेला भइसक्यो होइन। जिन्दगीमा कति चिजहरू पनि गएर जान्छ क्या गाइस होइन। मेरो सपना थियो एउटा होइन, धेरै छ सपनाहरू, पुरा गर्नुपर्ने छ। मनी इज एभ्रिथिङ हेरे यार। जिन्दगीमा सबभन्दा पैसा ठुलो रहेछ होइन गाइज होइन। अहिले आएर बुझ्दैछु होइन। ओ जुलिया अब चाहिँ म बारी खन्नु जानेछु ट्याक्क मिलाएर चाहिँ। पोराहरू त पोरै पो रहेछ हौ भन। यताबाट खन्नु पर्यो अब बारी ट्याक्क मिलाएर चाहिँ। अब छिटो सकेर घाम आइसक्यो यार। अहिले पोलेर मार्छ 10 बजी उता चाहिँ। अब म टक्क मिलाएर चाहिँ यहाँ बारी खन्नु सक्छु। खनिसकेर जानेछु घर। मेरो च्यालेन्ज साँच्ची 10 मिनट पो भयो, 10 मिनटभित्रमा सक्नुपर्ने हुन्छ। यति चाहिँ खनिसकेर 10 मिनट है, 10 मिनट गाइज। अहिले कति भयो मैले हेरेको टाइम अन्दाजको भरमा चाहिँ म 10 मिनटमा हानिदिन्छु। यति चाहिँ फ्याक हानिदिन्छु। तिमीलाई के भन्नु धेरै पीडा धेरै आँसु कम। तिमीलाई के भन्नु तिमीलाई सोचेर मेरो दिन बित्यो। तिम्रै यादमा मेरो रात कट्यो। तिमीलाई सोचेर मेरो दिन